कार्यक्रमका सभापति कमरेड कामबहादुर खड्का, यस कार्यक्रमका प्रमुख अतिथि हाम्रो पार्टी नेकपा एमालेका केन्द्रीय सदस्य कमरेड कमलादेवी महतो, कार्यक्रमका विशिष्ट अतिथि जिल्ला अध्यक्ष आदरणीय कमरेड राजनारायण शाह, यहाँ उपस्थित हुनुहुने विभिन्न तह मधेस जिल्ला जनवर्गीय संगठन स्थानीय तह लगायतका विभिन्न जिम्मेवारीमा रहनुहुने सम्पूर्ण अग्रज कमरेडहरू, त्यो अत्यन्त गाह्रो कुरो, असल कम्युनिस्टको चरित्रमा उभिन सक्ने कुरा मान्छेका लागि धेरै गाह्रो अप्ठ्यारो कुरा हो। त्यही अप्ठ्यारो कुरा कमरेड विनोद घिमिरेसँग थियो। मलाई याद छ 45-46 सालतिरको कुरा हो। उहाँसँग मैले लामो सङ्गत बसउठ त गर्न पाइनँ, तर एक दुईचोटि मेरो घरमा आउनु भएको छ। त उहाँ आउँदाखेरि अब अहिले त पार्टी काममा कहीँ जाँदाखेरि कुनै पनि नेताहरूले कार्यकर्ताको घरमा बस्ने, कार्यकर्ताको घरमा खाने सिस्टमै हटिसक्यो। बस्ने नै होटलमा, खाने नै होटलमा, त्यो औपचारिक खाउँ भन्ने कुरा पनि हराइसक्यो। कार्यकर्तामा खाना खाउँ भन्ने कुरै छैन, किनभने होटल प्रशस्त खुलेको हुनाले पनि होला, कल्चर त्यसको विकास भएर पनि होला। त्यो बेलामा नेताहरू कहीँ जाँदाखेरि त्यहीँको स्थानीय पार्टी सम्पर्क घर कार्यकर्ताकै घरमा खानु। एक दिन आउनुभयो मेरो घरमा र उहाँले आमासँग गर्ने व्यवहार, हामी केटाकेटीसँग गर्ने व्यवहार, सबैसँग फरक फरक उहाँको व्यवहारहरू हुन्थ्यो। अत्यन्त सरल हुनुहुन्थ्यो, आफै तरकारी केलाउनुहुन्थ्यो, आमालाई चाहिँ के भनेर खुसी पार्नुहुन्थ्यो। एकछिन रमाइलो गरेर गएर खाना पकाएर खाएर अनि उहाँ आफ्नो गन्तव्यतिर काममा लाग्नुहुन्थ्यो। अत्यन्त सरल, अत्यन्त अनुशासित, अत्यन्त विचारक व्यक्तित्व कमरेड विनोद घिमिरे हुनुहुन्थ्यो। उहाँलाई म त्यसरी सम्झन चाहन्छु। र त्यो व्यक्तित्वको जुन गुण छ, हामी कम्युनिस्ट नेकपा एमालेका सबै कार्यकर्ताले अनुसरण गर्न जरुरी छ भन्ने मलाई लाग्छ। र यो आजको मञ्चबाट मैले केही कुराहरू हाम्रो पार्टीको सन्दर्भमा पनि म राख्न चाहन्छु। यो सान्दर्भिक कुरा हुन सक्छ भनेर मैले राख्न चाहेँ। कमरेडहरू, अहिले हाम्रो पार्टी नेकपा एमाले राष्ट्रिय राजनीतिमा एउटा प्रखर र दरिलो पार्टीको रूपमा स्थापित छ। त्यसका दुई तीनटा कारणहरू छन्। यसको एउटा, यो पार्टीको एउटा गरिबिलो इतिहास छ। यो कुनै इतिहासविहीन ढङ्गबाट यो छैन। 2006 सालदेखि अहिलेसम्म आउँदाखेरि यो लामो कम्युनिस्ट आन्दोलनको एउटा मूलधार भएको छ। अत्यन्त उतार चढाव र वीर गाथाले भरिएको, धेरै चाहिँ शहीदहरू भएका, धेरै साथीहरूले दुःख पाएका र अनेकौँ रगत पसिनाबाट यो सिर्जित यो पार्टी हो। यसको एउटा गरिबिलो इतिहास रहेको छ। अर्को कुरा, यो पार्टीले अङ्गीकार गरेको नवीनतम बहुदलीय जनवादको विचार, जसले मदन भण्डारीले सिर्जना गर्नुभएको विचार, त्यो विचारले यो नेतृत्व गरिरहेको छ। र देशैभरि जनतासँग जोडिएका मध्यम वर्गीय र इमान्दार कार्यकर्ताहरूको पङ्क्ति छ। त्यो कारणले नेकपा एमालेलाई स्वदेशी विदेशी विभिन्न खालका शक्तिहरूले फुटाउने, विभाजन गर्ने, विभिन्न खालका आरोप लगाउने, उचाल्ने, पछार्ने, ज्यादै घृणित खालका व्यवहारहरू यो पार्टीप्रति गर्दाखेरि पनि पार्टी टिकिरहेको छ, मजबुत भइरहेको छ र हरेक चुनौतीमा, राष्ट्रिय चुनौतीमा अग्रिम मोर्चामा यो पार्टी देखा परेको छ। त्यस कारणले म भन्न चाहन्छु, यो पार्टीको यो गौरव इतिहासलाई, यो पार्टीलाई जति गरे पनि नसिद्धिने यो इतिहासलाई जोगाइराख्न हामीले केही कुरा विचार गर्नुपर्ने हुन्छ। कमरेड, म भन्न चाहन्छु, यहाँ व्यक्तिगत मोलमोलाइजाको कुरा छैन, पार्टीको सिद्धान्तको कुरा छ। अहिले पार्टीमा केही प्रवृत्तिहरू देखा परेको छ। त्यो प्रवृत्तिमा हामीले विगतका हाम्रा नेताहरूलाई सम्झन पर्ने हुन्छ। म सम्झिन्छु कमरेड पुष्पलाल जसले यो पार्टी स्थापना गर्यो।
कमरेड पुष्पलाल श्रेष्ठ हो, तर कमरेड बाहुनवाद हावी छ, कयौं ठाउँमा क्षेत्रवाद हावी छ, कयौं ठाउँमा मधेसवाद हावी छ, कयौं ठाउँमा राई, लिम्बू, तमाङ, मगरहरूको जातिवाद हावी छ। किनभने त्यो पार्टीभित्र एउटा भुसको आगो जस्तो सल्किरहेको छ, त्यो प्रवृत्ति देखा परिरहेको छ। यो प्रवृत्ति एउटा रोग हो। यो रोगलाई हामीले अन्त गर्न सकेनौँ भने यो पार्टीमा धमिरा लाग्ने एउटा खतरा छ। त्यसकारण म भन्न चाहन्छु, सर्लाही जिल्लाको पार्टीलाई भन्न चाहन्छु, सर्लाही जिल्लामा पनि त्यो रोगको प्रवेश भएको छ, हामी सचेत हुन आवश्यकता छ। पुष्पलाललाई सम्झेर म यो कुरा भन्न चाहन्छु। त्यसै गरी हामी मनमोहन आदर्शको प्रतीक 51 सालका नेपालको कम्युनिस्ट आन्दोलनको प्रथम प्रधानमन्त्री, उहाँ त्याग र सादगीको एउटा प्रतिमूर्ति। हामी सरकारमा पुग्ने बित्तिकै मन्त्री, प्रधानमन्त्री, मेयर केही सरकारमा जाने बित्तिकै हामी पार्टीलाई बिर्सिन्छौँ। हामीमा दम्भ हुन्छ, हामीमा शासकको एउटा सोच विकास हुन्छ। ती शासकका सोच विचार उहाँमा प्रधानमन्त्रीको, शासकको कुनै पनि घमण्ड उहाँमा रहेन। उहाँ भन्नुहुन्थ्यो प्रधानमन्त्री हुने कुरा ठुलो कुरा होइन, मलाई मान्छेले असल मान्छे भनेर सम्झिए पुग्छ भनेर भन्नुहुन्थ्यो। त्यसकारण हामी असल मान्छे कसरी हुने, मनमोहनको त्यो सादगीलाई पनि अहिले हामीले याद गर्न जरुरी छ। त्यसै गरी विचारको सन्दर्भमा बहुदलीय जनवाद, मदन भण्डारीले प्रतिवाद गर्नुको भएको बहुदलीय जनवाद अहिले राष्ट्रिय राजनीतिक त्यही विचारले सञ्चालित छ। तर मदन भण्डारीको अभावमा उहाँले तत्कालीन रूपमा ल्याउनु भएको नवीन विचार जुन बहुदलीय जनवाद छ, त्यसलाई पनि समय सापेक्ष व्याख्या, त्यसको चाहिँ अवस्था अनुसारको त्यसलाई नयाँ हिसाबले सिर्जना गर्ने नेता फेरि पनि खाँचो परेको छ, मदन भण्डारीको व्याख्या गर्ने नेता। त्यसकारणले म के भन्न चाहन्छु भने व्यक्तिगत तवरबाट हामीले कसैलाई हेर्ने होइन, हामीले पार्टीको गौरव इतिहासलाई हेर्ने हो र यो पार्टीलाई फेरि पनि यो पार्टीबाट मात्रै यो मुलुकको समृद्धि, यो मुलुकका जनताको खुसी हेर्न सकिन्छ। त्यसकारणले इतिहासमा फेरि त्यस्ता नेताहरू यो पार्टीले जन्माउनु पर्छ। हामीले पुष्पलाल जन्माउनु पर्छ, मदन भण्डारी जन्माउनु पर्छ, मनमोहन जन्माउनु पर्छ र सर्लाही जिल्लामा विनोद घिमिरे जस्तो जन्माउनु पर्छ। त्यसरी मात्र यो पार्टीलाई हामीले अगाडि लान सक्छौँ र हाम्रा सपनाहरू पुरा गर्न सक्छौँ भन्दै पुनः म कमरेड विनोद घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफ्ना भनाइहरू अन्त